मेनली इङ्गेजमेन्ट र भ्युज ल्याउने भनेको फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सम्बन्धी हैन, फेसबुकको समस्या सम्बन्धी हामी कुनै पनि भिडियो बनाउँछौँ भने त्यसमा अलिकति भ्युज धेरै जाने गर्दछ। त्यस कारणले यो सम्बन्धी तपाईँले आफूले जानेको ज्ञानहरू जति जान्नु भएको छ त्यति नै प्रस्तुत गर्न सकियो भने अझै छिटो रूपमा चाहिँ भ्युज र इङ्गेजमेन्ट दुवै फिर्ता आउने गर्दछ साथीहरू है। धन्यवाद। मेरो पनि केही दिनदेखि भ्युज र इङ्गेजमेन्ट दुवै घटेको थियो र मैले लगभग एक हप्ता जति कन्टिन्यू रूपमा पोस्ट गरेपछि केही बढेको छ है। र यो विशेष गरी कसरी हुन्छ भने दिनमा हामीले पोस्ट गर्दाखेरि चाहिँ अलिकति धेरै पोस्ट गर्नुपर्ने हुन्छ, एक्टिभ हुनुपर्ने हुन्छ। कम्तीमा पनि हामीले दिनमा 3टा 4वटासम्म फोटो पोस्ट गर्न सक्यौँ भने हैन, अनि 3टा 4वटा जति चाहिँ स्ट्याटसहरू पोस्ट गर्न सक्यौँ भने र त्यो सँगसँगै हामी ग्रुपहरूमा पनि सेयर गर्न सक्यौँ भने अति उत्तम हुन्छ। यसले चाहिँ भ्युज र इङ्गेजमेन्ट दुवै ल्याउँदछ र साथसाथै दिनमा 2टासम्म भए पनि हामी रिल्स अथवा भिडियो हाल्न सक्यौँ भने धेरै राम्रो हुन्छ। रिल्स अथवा भिडियो हाल्दै चाहिँ सकेसम्म ओरिजिनल हाल्ने, गीतहरू नहाल्ने, आफ्नै भोइसको हाल्न सकियो भने अझै बेटर हुन्छ।